हेलो एभ्रिवान, आजको मेरो मिनी ब्लगमा हजुरलाई स्वागत छ। हामी आज कता जाँदैछौँ भनेपछि हजुरलाई देखाउँछु ल। हामी चाहिँ यहाँ पुगेर एकछिन वेटिङमा छौँ। अनि यहाँ बहिनीले नि एकछिन ल्याउन म बनाउँछु भनेर उसले चाहिँ बनाउन थाल्यो कि। अनि हामी यहाँ भाइलाई वेटिङमा एकछिन बसिरहेको छौँ। अनि यहाँ बाबुहरूले फोटोसोटो खिचेर अनि हामी एकछिन सर हिँड्यौँ। त्यसपछि हरियो हरियो जङ्गलहरू यसो हामी देखाऊँ न त भनेर देखाएको। अनि अलि अगाडि गएर गोदावरीको गेटमा पुग्यौँ। अब भित्र गएर हजुरलाई देखाउँछु ल। मेरो नानी चाहिँ हिँडिरहेको चिन्नु, मेरो बाबुहरू पनि। अनि अलि अगाडि गएर हामीहरू चाहिँ यसो वनस्पतिहरू यहाँ के बोट बिरुवाहरू रहेछ कि हेर्दै हेर्दै गयौँ। अनि मेरो चाहिँ एकछिन भिडियो बनाइदिनु न भनेको भिडियो बनाउन थाल्यौँ। त्यसपछि अलि अगाडि गएर अनि भित्रपट्टि चाहिँ सानोमा हामीहरूले यसो लगाइराखेको फुलहरू पनि रहेछ क्या। त्यो फुलहरू हेर्दै हेर्दै गयौँ। सानोको याद आयो यसो खेलेको यताउति। अनि एकछिन सुटिङ टाइम भयो, ल भिडियो सिडियो बनाउनु पर्यो भन्दै फेरि भिडियो बनाउन थाल्यौँ। त्यहाँबाट अलि अगाडि गएर एउटा झरना जस्तो आयो। अनि झरनाको पनि भिडियो बनाएर हजुरहरूलाई देखाउँछु नि त भनेर यसो देखाइदिन थालेँ। अनि यहाँ के हजुरलाई थाहा छ भनेर वनस्पतिहरूको नाम चाहिँ के भनेर लेखिरहेको रहेछ क्या। हजुरलाई देखाउँछु भनेको भिडियो चाहिँ सानो भने। अलि अगाडि गएर सवारी पनि भेटियो। अनि यो सवारीमा चाहिँ जाने भनेको तर नजाने, हिँडेर जाने भनेर हामी हाइकिङ गर्दै हिँड्यौँ। अनि माथितिर जाँदा चाहिँ अलिकति हिँड्दा यसो थाके जस्तो भयो। अनि त्यसपछि अनि हामीहरू चाहिँ स्प्राइटहरू खाऊँ न त भनेर स्प्राइट खान थाल्यौँ। अब फर्किने भनेर फर्किँदै थियौँ। यहाँ बहिनीहरू नाचिराख्नु भएको रहेछ। बहिनीहरूको भिडियो यसो बनाइदिएर अगाडि गएर एकछिन पर्खेका थियौँ कि हामी पनि। अनि माथि लेखेको देखाएको हजुरलाई थ्याङ्क यू फर भिजिट भनेर लेखाएको रहेछ। यसो देखाइदिउँ न त भनेर देखाएको। अनि त्यहाँबाट हामी फर्क्यौँ फेरि। अनि अलि अगाडि गएर यसो भोकसोक लाग्यो, अब केही खान पऱ्यो कि भनेर रेस्टुरेन्टतिर पस्ने भन्ने कुरा भयो। अनि यो रेस्टुरेन्टमा पसौँ न त भनेर पसेको। अब के खान्छौँ हजुरलाई देखाउँछौँ त। मेरो बाबुहरूले चाहिँ स्टेप मोमो, भाइले पराठा खाने भन्यो। अनि हामी चाहिँ के खाने भन्दाखेरि चाउमिन खाऊँ न त भनेर चाउमिन खाएको। अनि बाबुलाई चाहिँ पुगेन अरे। बाबुले चाहिँ ल म त अरू पनि खाने भनेर के खाने भनेको त बर्गर खान थाल्यो बाबु पनि। अनि त्यसपछि हामी चाहिँ एकछिनमा फर्कियौँ। आजलाई यति नै। अर्को भिडियोमा भेटौँला, बाई बाई।